नमस्ते, वेलकम ब्याक टु माई प्रदीप सानी अफिसियल युट्युब च्यानलमा यहाँहरू सम्पूर्ण साथीभाइ आफन्त इष्टमित्र आत्मीयजन प्रिय मन यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। आशा छ यहाँहरू सम्पूर्ण सन्चै हुनुहुन्छ होला, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। आफूलाई भने सदैव आफ्नो कर्मप्रति व्यस्त गर्नुहोस्, किनभने व्यस्त जिन्दगीले नै यहाँहरूको जीवनमा नयाँ जोस जाँगर, ओठमा हाँसो र मुहारमा मुस्कान ल्याउनुको लागि सदैव प्रयत्न गर्दछ। आज सुन्दर दिनसँगै चाहिँ सुन्दर ठाउँमा यहाँहरूले पृष्ठभूमिमा देखिसक्नु भएको छ। आजको भिडियो पनि एकदम भवालवाला हुनेवाला छ। यहाँहरूले अन्तिमसम्म हेरिसकेपछि कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया भने कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला। यदि प्रदीप सानी अफिसियल युट्युब च्यानलको लागि यहाँहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, किनभने माया बाँडे माया नै पाइन्छ। त्यसैले आजको यो सुन्दर दिनसँगै चाहिँ हेर्नुहोस् त, अब आजको सुन्दर दृश्य पनि म यहाँहरूलाई देखाउने छु र यहाँहरूले चाहिँ युट्युबको टाइटल र चाहिँ थम्बनेलबाट थाहा पाइसक्नु भएको छ आजको दिनमा चाहिँ के कस्तो रमाइलो रहनेछ भन्ने कुरा चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। अन्तिमसम्म हेरिसकेपछि यहाँहरूको मनमा लागेका जिज्ञासाहरू चाहिँ रचनात्मक र सृजनात्मक सल्लाह सुझाव र प्रतिक्रिया भने कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। प्रदीप सानी अफिसियल युट्युब च्यानल थुप्रै भिडियोहरू छन्, यदि हेर्नु भएको छैन भने हेरेर चाहिँ यसो यहाँहरूको रचनात्मक सल्लाह सुझाव र प्रतिक्रियाको लागि चाहिँ मैले अपेक्षा गर्दै अब भने ढिला नगरेर आजको भिडियोमा प्रवेश गरौँ है त। यहाँहरूले देखिराख्नु भएको छ यो चाहिँ दृश्य नगरकोटको यो शुभ बिहानी चाहिँ यहाँहरूमा उपस्थिति र यहाँहरूले यहाँहरूले चाहिँ आउनु भएको छ होला नजिकबाट। यदि आउनु भएको छैन भने पनि आज चाहिँ यहाँको दृश्य चाहिँ यहाँहरूको लागि चाहिँ त्यो पृष्ठभूमिमा सुन्दर हिमालहरू पनि देखिराख्नु भएको छ र यो चाहिँ नेपालको झन्डा, नेपाली हामी रहँला कहाँ, नेपालै नरहे। ल है त गाइसहरू, यो चाहिँ पृष्ठभूमिको लागि यहाँहरूको लागि यो चाहिँ नेपाली हामी रहँला कहाँ, नेपालै नरहे, ऊ चाहिँ हाम्रो चुलिन्छ कहाँ, हिमालै नरहे। ल है त यो सुन्दर बिहानीसँगै चाहिँ यहाँहरूलाई चाहिँ यो दृश्य यहाँहरूको लागि मैले चाहिँ देखाएँ र आजको भिडियो चाहिँ यहाँहरूलाई जे होस् राम्रो हुन्छ भन्ने मलाई चाहिँ अपेक्षा गरेको छु र अन्तिमसम्म हेरिसकेपछि चाहिँ लाइक सेयर सब्सक्राइब नयाँ हुन्छ भने गर्नु होला है त। अब यो चाहिँ नेपालको झन्डा नगरकोटलाई चाहिँ देखाउने भनेको ल नगरकोट है त। अनि नगरकोटबाट देखिएको सुन्दर दृश्य है यहाँहरूको लागि चाहिँ यो सुन्दर दृश्य, हिमालको दृश्य, हिमालबाट नगरकोटबाट नजिक हेर्न सक्नुहुन्छ यो चाहिँ। अनि हिमाललाई पनि नजिलै बिहान उठ्ने बित्तिकै हिमाल हेर्न पाइयोस्, हिमालको यी हातले आफ्नै नाम लेख्न पाइयोस् भने जस्तै बिहानीको यो सुन्दर दृश्यसँग चाहिँ यो सुन्दर चाहिँ आज थोरै चाहिँ तुवालोले देखिरहेको छ नि त। यो यहाँहरूले देखिरहेको सिन्धुपाल्चोकको बिहानीको यो देखिरहेको सुन्दर दृश्य। यो हिमाल छ, हिमालभन्दा तल चाहिँ हेर्नुहोस् यो बादलको चाहिँ यस्तो अवस्था छ। हामी आजको भिडियो चाहिँ यस्तै सुन्दर सुन्दर रहनेछ। यहाँहरूले अन्तिमसम्म हेर्नु होला र अन्तिमसम्म हेरिसकेपछि यहाँहरूको मनमा कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया भने कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नु होला है त। खाडी चौरको उकालो भन्दा माथि आइसकेपछि यो देखेको दृश्य हो। अब जे होस् आज मौसम पनि अलिअलि खुल्दैछ, हेरौँ लेट्स सी आज कस्तो दृश्य कस्तो रहनेछ। आजको जे होस् रमाइलो हुन्छ भन्ने लागिरहेछ मलाई चाहिँ। ल हाम्रो क्यामराम्यान यहाँ हुनुहुन्छ, हेलो स्वागत छ। हेलो धन्यवाद। कस्तो लागिरहेछ आज? एकदम रमाइलो भइरहेछ। त्यो राम्रो छ, रमाइलो भइरहेछ। ल ठिक छ। अब हामी ढिला नगरेर हाम्रो गन्तव्यतिर जान्छौँ अनि त्यसपछि त्यहाँबाट तपाईँहरूलाई यस्तो सुन्दर दृश्य, यस्तो रमाइलो, यस्तो राम्रो तपाईँहरूलाई चाहिँ त्यहाँको दृश्य देखेपछि सायदै जीवनको आनन्दको अनुभूति हुन्छ। वेलकम अगेन, यहाँहरूलाई चाहिँ हार्दिक स्वागत गर्न चाहन्छौँ। अहिले हामी चाहिँ यहाँ दोलखाको चाहिँ खरीढुङ्गामा छौँ र यहाँबाट देखिएको सुन्दर दृश्य यहाँहरूको
लागि र यहाँको आजको मौसम थोरै अलिकति मौसम खुलेको छ, अलिकति चाहिँ यहाँ यस्तो छ लगभग यहाँ मुस्ताङ सफारीको लागि चाहिँ गाडी पनि रेडी छ। यहाँ यो एकदम मुस्ताङ सफारीको लागि चाहिँ हो हैन। अब यहाँहरू यहाँ आएर चाहिँ यस्तो चाहिँ यहाँ त धेरै घुमिसक्नु भएको होला, यदि घुम्नु भएको छैन भने चाहिँ आउँदाखेरि चाहिँ यो बाटो तपाईँहरूले देख्नुहुन्छ यस्तो छ यहाँको दृश्य है त मनोरम दृश्यको साथमा हामी छौँ आज। अनि त्यही छ, अब चाहिँ रमाइलो त अब बाँकी चाहिँ अझै हाम्रो डेस्टिनेसन हामी डेस्टिनीमा चाहिँ पुगेको छैन, पुग्न बाँकी छ। कस्तो लागिरहेछ अब खरडुङ्गा आएर एकदमै खुसी लागिरहेछ मलाई त एकदमै यो यहाँको भ्यू हेरेर। हजुर जस माइन्ड पनि फ्रेस भयो मलाई। फ्रेस भयो तपाईँको भयो नि? त कुरै छैन। अनि यात्रा पनि जस रमाइलो भयो। रमाइलो भयो जस अनि ल अब यहाँ अब हाम्रो यहाँदेखिको यात्रा अब कति 35 किलोमिटर छ है? 35-40। यहाँदेखि अब कालिम्चोकको यात्रा हाम्रो 35-40 किलोमिटर छ, उकालो छ। अब हेरौँ अब हाम्रो फर्स्ट टाइम हो, बाटो कस्तो छ त्यो बाँकी छ, हेर्न बाँकी छ, बाटो कस्तो छ थाहा छैन। त्यो भयो यो चाहिँ यो खरडुङ्गामा चाहिँ यो के भइरह्यो भन्दाखेरि यो पुस्लाको गाडीहरू रहेछ है, यो गाडी पुस्लाको रहेछ। जस चाहिँ पुस्ला मुभी पुस्ला 1मा चाहिँ यही गाडी चाहिँ युज भएको भन्ने यहाँको स्थानीयवासीहरूले भन्दै हुनुहुन्थ्यो। पुष्पा 1को लागि यो गाडी छ, यहाँको गाडी छ। यो धेरै बहुत थन्काएर बसेको। अनि तपाईँको यहाँदेखि यो दृश्य एकदमै रमाइलो देखिन्छ यहाँदेखि खरिबोट। त्यही नै हो, अब अगाडिको भिडियोहरू मजाले अब हामी कैद गर्नेछौँ। धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्त्व मात्र होइन, पर्यटकीय महत्त्व समेत बोकेको कालिम्चोक दोलखावासीहरूले गौरव गर्ने एउटा महत्त्वपूर्ण स्थानको रूपमा रहेको छ। धर्मप्रति आस्थावान भएर पूजा आराधना गरी कालिम्चोक भगवतीलाई प्रसन्न पार्न सके मनले चिताएको पुरा हुने विश्वासले भगवतीको दर्शन गर्न श्रद्धालु भक्तजन जाने गरेको बताइन्छ। समुद्री सतहदेखि 3842 मिटर उचाइमा अवस्थित कालिम्चोक भगवतीका बारेमा केही किंवदन्ती प्रचलित समेत रहेको छ। परापूर्व कालमा कुतीबाट खासा हुँदै भेडा ल्याउँदा कालिम्चोकबाट नै ल्याउनु पर्दथ्यो। यहाँ आइपुग्दा 7वटा भेडा हराएका थिए। त्यसपछि गोठालोहरूले कामेर बग्दै अबिर, केसरी र भेडी चढाएपछि भेडा हराउन छोडेको जनविश्वास समेत रहेको छ। त्यसपछि कालिम्चोक भगवतीलाई मान्ने क्रम सुरु भएको स्थानीय बासिन्दाहरूले समेत जनाउने गरेको पाइन्छ। स्कन्द पुराणमा कामाचल गिरी हिमवत खण्डमा हिमालय पर्वत र काली पुराणमा कलिन्जर भन्ने उल्लेख भएको ठाउँ नै कालिम्चोक हो। यससँग सम्बन्धित जानकारहरू पनि यही बताउने गर्दछन्। उहाँहरूका अनुसार 30,000 वर्षसम्म तपस्या गरेर पार्वतीले राक्षस मारेको स्थान नै कालिम्चोक हो। यहाँ दसैँमा, जनै पूर्णिमामा, कृष्ण अष्टमीमा समेत विशेष मेला लाग्ने गर्दछ। मेलामा धामी झाँक्रीको ठुलो भिड हुने गर्दछ भने अन्य भक्तजनहरू पनि छोराछोरी, धन सम्पत्ति, विद्या प्राप्तिका लागि वरदान माग्न आउने गरेको समेत यहाँका स्थानीय बासिन्दाहरूले जानकारी दिनुहुन्छ। यहाँ कुनै भगवतीको मूर्ति देख्न पाइँदैन। 12 महिना पानी रहिरहने एउटा कुण्ड छ, त्यसैलाई भक्तजन कालिम्चोक भगवती भनी पुज्ने गर्दछन्। चरीकोटदेखि कुरी 18 किलोमिटर कच्ची सडक निर्माण भएको छ। कुरीमा 100 होटल लज बनेका छन् भने कुरीबाट मन्दिरसम्म पुग्न केबल कारको पनि व्यवस्था गरिएको छ। महत्त्वपूर्ण र सुरक्षित धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीयहरूले समेत विशेष जोड दिएको देख्न सकिन्छ।
कालिन्चोकमा केबल कार निर्माणसँगै यो क्षेत्रमा आउने दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको छ। आन्तरिक र बाह्य पर्यटकहरूको चाप बढेसँगै यहाँका होटलहरूमा लगानी थपिँदै गएको छ। आसपासका इन्द्रावती, लापिङला र कालिन्चोक गाउँपालिकाबाट पनि सडक सञ्जाल जोडिने गरेको छ। केबल कार नचढ्दा पनि कुरी बजारदेखि उकालो करिब 1 घण्टा पैदल यात्रा गरी कालिन्चोक भगवती स्थानमा सहजै पुग्न सकिन्छ। कालिन्चोक भगवती दोलखा जिल्लाको रमणीय एवं धार्मिक हिसाबले महत्त्वपूर्ण स्थानका रूपमा परिचित रहेको छ। कालिन्चोक माताको आँगनमा उभिएर पूर्वदेखि पश्चिमसम्म हिमालको लाहिन देख्दा यहाँ पुग्ने सबैले स्वर्ग पुगेको अनुभूति गर्दछन्। कच्ची मोटर बाटोमा जीप, गाडी र मोटरसाइकल चलाउन सकिन्छ भने सुक्खा याममा यदाकदा मिनी बस पनि चलाउन सकिन्छ। यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन। चरीकोटबाट करिब 1 घण्टा हिँडाइपछि यहाँ पुग्न सकिन्छ। त्यसै गरी यहाँहरूले पनि प्रत्यक्ष रूपमा यहाँको अवलोकन। केबल कार पछिको चाहिँ हाम्रो यो पहिला चाहिँ सामान बोक्ने कुरियर यो रोप हो भनिदिउँ न। जो पनि अब आउनु जानुहुन्छ नि उहाँहरूलाई अब आइडिया पनि हुँदैन। तर केबल कारमा हामी चढिसके पछाडि यहाँदेखि करिब 5 मिनटको बाटो हिँड्नुपर्छ। भन्दाखेरि यस्तै हो, स्टिपी बाटो है, यस्तो छ। तर हिँडाइ चाहिँ फेरि हेर्नुहोस्, हामी आएको बाटो यता हो। यो चाहिँ कुरी बजार व यो चाहिँ हेर्न सक्नुहुन्छ। ओ माई गॉड, माई लर्ड। ल जाउँ, हामी जाने बाटो यो। अब चाहिँ यसरी चाहिँ हामी जाँदैछौँ दर्शन गर्न। ल हेर, यहाँनिर लाली गुराँस फुलेको भए देखाउनु हुन्थ्यो, फुलेको छैन है। तर यो रेलिङ बनाएर धेरै राम्रो काम गर्यो नि। हो नि, यहाँ यस्तो हुन्थ्यो नि, रेलिङले धेरै सेफ्टी पर्यटकको लागि, पर्यटक अनि के भन्छ सेफ्टी अनि हाम्रो श्रद्धालु भक्तजनहरूको लागि। यस, सेफ्टी यु सेलेक्टेड amazing word. श्रद्धालु भक्तजन, that's awesome. Yeah, धार्मिक यस, धार्मिक स्थल जो अवलोकन गर्दै आउनुहुन्छ हैन, जो अनि मनोरम दृश्यको लागि पनि त्यो हेर्नको लागि आउनुहुन्छ। अनि उहाँहरूको लागि चाहिँ यो रेलिङ बनाएर हामीहरू जस्तो लागि एकदम चाहिँ जुन सेफ्टीको कम्फर्ट फिल गरेको है, सेफ फिल, सुरक्षित महसुस हुन्छ नि त। थ्याङ्क यू। अनि यो यस्तो के ढुङ्गा बनाउँदो रहेछ नि, यस्तै रहेछ। यता हेर नि, यो ए नाइस। जति धेरै गऱ्यो त्यति धेरै चाँडो पुरा हुन्छ, त्यसले ठुलो बनाऊ। मनमा फेरि उइस राख न, फेरि के छ सपना, त्यो सपना पुरा होस्। ल या सम्पूर्णलाई चाहिँ दोलखाको कालिन्चोक भगवती माताले चाहिँ रक्षा गरून्, कल्याण गरून्। हामी चाहिँ आजको यस्तो यो सुन्दर ठाउँमा छौँ है, किनभने यहाँहरू म एकपटक फेरि यहाँ दर्शन गरेर फेरि दोस्रो पटक चाहिँ यहाँ आउँदैछु। तैपनि मलाई चाहिँ एकदम, तर म चाहिँ फर्स्ट टाइम है, एकदम ह्याप्पी फिल छ है। कस्तो पहिलोचोटि र यो सेकेन्ड टाइम भन्नुभयो नि त? सेकेन्ड टाइम, फर्स्ट टाइम र सेकेन्ड टाइमको डिफरेन्स के छ, कस्तो एक्सपिरियन्स? रेलिङहरू थिएन यहाँ चाहिँ, यो रेलिङहरू थिएन अरे फर्स्ट टाइममा जुन कार्तिकमा आएको हो हामी। अहिले चाहिँ हामी पौष महिनामा आइरहेछौँ है, चिसोको मौसम छ। अब यो व्रत कथा पनि चलिरहेछ है। एकदमै यहाँहरूलाई एकदमै धार्मिक महिना पनि चलिरहेछ भनौँ न होइन। धार्मिक त जहिले नै हुनु पर्यो हामी। जे छ त्यो यहाँको चेन्जेस भनेको तपाईँको यो हामी
जो हिँडिरहेछौँ नि त्यतिखेर यो रेलिङहरू साइडमा रेलिङहरू थिएन जसले गर्दाखेरि चाहिँ तल झर्ने खस्ने समस्या एकदमै डर त्रासको विषय हुन्थ्यो भने त्यो हटेको छ यसले गर्दाखेरि थ्याङ्क यू सो मच है त्यसको लागि ल हामी फाइनली कालिम्पोङ भगवती मन्दिर व्यवस्था समितिको बोर्ड देख्न सक्छौँ यहाँनिर आहा मेरो आवाज चाहिँ स्यासा भयो भाइ द्याट्स वाइ वी हेभ टु सी कालिम्पोङ भगवती मन्दिर परिसर पाइँदैन ओके नाउ हामी अब भगवती मन्दिरको प्रवेशद्वारमा आइपुगेका छौँ हामी Yes. अच्छा जय होस् जय अब हामी कालिम्पोङ भगवती माताको मन्दिरतर्फ लम्किँदैछौँ हाम्रो गाइजहरू हामी यस्तो बाटो हिँडिरहेछौँ मलाई त देखाउनु डर लागिरहेछ अरे दादा रे दादा मलाई चाहिँ अलिकति डर लाग्छ यहाँदेखि हामी यहाँबाट आएको ल हेर्नुहोस् यहाँबाट देखेको स्वर्ग हेर्नुहोस् त्यो देखिरहेको त्यो गणेश हिमाल गौरीशङ्कर हिमाल अनि जोगल हिमाल जुगल जुगल ल गणेश होइन अनि मलाई के सोध्नु न यसको बारेमा अरू यसको बारेमा के छ मलाई थाहा छ यसको आहा यो हिमाल हेर्नु त ल हेर्नुहोस् ल हिमाल हाँसेको हेर्नुहोस् त गाइजहरू यस्तो दामी देखेर आयो हिमाल यहाँनिरको हिमाल हाँसेको हेर्न पाइयोस् ल एकछिन भन्छ 12 बजी सुरु होला ए उताबाट बन्द हुँदो रहेछ नि त यो त यहीँ चढाउनेहरू त लाने हजुर लाने सबै लाने है हजुर भगवानलाई यसो कालीलाई नरियलको पानी मात्रै दिने जल हजुर हजुर अरू सबै प्रसाद लाने है नछोड्ने यी सबै फाल्ने हामीले ल यहाँ आएर दर्शन गरियो दर्शन गरेर पनि एकछिन उताबाट यता आउने हो ल अब हामी चाहिँ अब जाउँ होला फाइनली कालिम्पोङ भगवती माताको दर्शन गरियो ल यहाँहरूले पनि दर्शन गर्नुहोस् अनि पाइयोस् भगवानको कृपाले भगवानले सधैँको रक्षा गरौँ कल्याण गरौँ मङ्गल गरौँ झर्ने चाहिँ यो हो अब घाम हो भयो तल अलिकति यो साइडतिर छैन त्यस्तो हाम्रो स्टाफमा त हामी अलिकति
अब चाहिँ हामी फर्किन्छौँ अब दर्शन चाहिँ भयो दर्शन भइसकेपछि फर्केको पनि यहाँहरूलाई चाहिँ देखाउँछौँ हेर्नुहोस् यही हो यो चाहिँ कुरी भिलेज अथवा चाहिँ हामी यहीँबाट चाहिँ गएको हो यहाँ नजिकबाट यहाँहरूले निहाल्न सक्नुहुन्छ कस्तो लागिरहेको छ जस्तो लाग्छ त्यस्तै भनिदिनु होला फेरि अनि किन भन्छ न एकदम 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 16 आना चाहिँ है तर बर्खा सिजनमा आउने भनेपछि धेरै राम्रो है धेरै राम्रो जस्तो लाग्यो तर आज अहिलेको अवस्थामा अलिअलि चिसो त मामा त्यसका बाजे चिसो कडा ल अब हामीले अब लगभग स्टेसनमा पुगिसकेको अवस्था हामी अब तल चाहिँ स्टेसनमा लगभग पुग्न लागिसक्यौँ पुगिसक्यौँ भन्दा नि हुन्छ अब हामी हुन्छ अब हामी यहाँदेखि झरिसके पछाडिको तपाईँहरूलाई अब कुरा सुनाउँदाखेरि के गर्छ भन्ने तपाईँलाई लाग्छ होला होइन अब यहाँदेखि हामी झरिसके पछाडि अब हामी बिहानदेखि केही पनि खाएको छैनौँ फलफुल बाहेक त्यही पनि अहिले मात्रै खाएको अब हामी खाना खान जाँदैछौँ यहाँदेखि झरेर कुन ठाउँमा कुरी भिलेजमा खाना खान जाँदैछौँ होइन त के अरू ठाउँमा जाने हो अब कुरीमै नै यताको हामी टेस्ट लगाउँ न होइन यहाँ आएपछि अब यताको भन्ने एक्सपिरियन्स अब चाहिँ हामी आइसक्यो जे हो आइसक्यो हेर्नुहोस् एक्जिट चाहिँ कता रहेछ भनेपछि